अरू कुरो ट्राई गर्नु नगर्नु त्यो तपाईँको हातमा छ, तपाईँलाई थाहा छ। तर एकचोटि युट्युब चाहिँ अवश्य ट्राई गर्नु होला के। तपाईँलाई आफैलाई थाहा छैन कि तपाईँभित्र कस्तो पोटेन्सियल छ, तपाईँले के गर्नु सक्नुहुन्छ। तपाईँले यदि तपाईँले ट्राई नगरेसम्म तपाईँ आफैलाई थाहा छैन कि तपाईँभित्रको खुबीहरू। जब तपाईँले ट्राई गर्नुहुन्छ नि तब बल्ल मात्र तपाईँलाई थाहा हुन्छ कि तपाईँभित्र के कस्तो किसिमको खुबी छ। यदि तपाईँले युट्युब च्यानल खोल्नुभयो, तपाईँभित्र मतलब तपाईँ डान्स गर्नुहुन्छ अथवा गीत गाउनुहुन्छ अथवा जुन किसिम जे सुकै पनि तपाईँले गर्नुहुन्छ, यदि तपाईँले कन्टिन्यू गर्नुभयो भने तपाईँको किस्मत बदल्न सक्छ कि युट्युबले। अरूबाट थाहा भएन तर युट्युबबाट तपाईँको किस्मत बदल्न सक्छ कि। तपाईँमा ठुलो क्षमता हुन नि पर्दैन कि। मान्छे कस्ता मान्छेले कस्ता सामान्य कुराहरू गर्ने मान्छेले त कति राम्रो भइरहेछ, राम्रो गरिरहेछन्। तपाईँमा अलिकति पनि केही ट्यालेन्ट छ भने, बोल्ने कला छ भने, अथवा एडिटिङ गर्न जान्नुभएको छ भने, अथवा गीत गाउन जान्नुभएको छ, अथवा तपाईँले कमेडी भिडियो बनाउन जान्नुभएको छ, जेसुकै नि तपाईँले जान्नुभएको छ नि त, नर्मल सामान्य तपाईँले आफूले घरमा काम गरिरहेको कुरो पनि रेकर्ड गरेर हाल्नुहुन्छ भने पनि तपाईँको किस्मत बदल्न सक्छ के। त्यही भएर म के भन्न चाहन्छु भने तपाईँले एकचोटि तपाईँले युट्युब ट्राई गर्नु के, अवश्य के ट्राई गर्नु। 1 वर्ष 6 महिना 2-4 वर्ष तपाईँले ट्राई गर्नु के। एउटा बुटो पनि 6 महिना लाग्छ नि त, 6-7 वर्ष लाग्छ नि त एउटा बुटो पनि फल्नको लागि। तपाईँले 3-4 वर्षको यो ट्राई गरेर हेर्नु नि त। दिनको आधी घन्टा युट्युबलाई टाइम दिनुहोस्, तपाईँको किस्मत बदल्न सक्छ के।